जेठ असारको दिनमा घाम्नलाई कहिले लाग्छ? घाम पानीले त हामी छिप्पिने हो। चाँडा आउने भनेको थियो झन् घरकोले त त्यही भनिहाल्छ। आउनुहोस् ल बसौँ। ल म पनि त्यहाँ सङ्गति घर आएको भेटघाट थियो सानो। अनि तपाईँ कहाँ आउनै लागेको थियो, तपाईँ हिजो पनि आउनु भएन है? भेट्नु भने आउनु। ए नानी पानी ल्याऊ त, गिलास ल्याऊ त, यहाँ पानी त यहीँ रहेछ त। गुड, थ्याङ्क यू सर। पढ्दैछ? ल पानी हाल्नु। गर्मी छ है, पानी जति खाए पनि अब त पसिना गएको गाई दिउँ भाइ। म पनि ओह्रालो झर्थेँ होला क्या बसमा। हजुर घरतिर काम हुन्छ अनि घरको मान्छे होइन, कहाँ के अस्ति- कता किन जानु लाग्यो भन्नुहुन्छ। अस्ति तपाईँलाई अब त्यत्रो यहीँ गफसफ गऱ्यौँ, तपाईँले राम्रो प्रश्न सोध्नुभयो, अनि केही कुरा सिकेर उत्साहित गरेर जानुभयो। फेरि हिजो त ससमै छैन भाइ त। हिजो यस्तो भन्दा हजुर भन्नुहोस् किन? हिजो त्यो सुनेर त गएको, नजाने होइन, अलिअलि सिकेर गएँ। अनि यहाँबाट गएर घरमा नि कुरा गरेँ। अनि फेरि हिजोको शनिबार चाहिँ एकजना छिमेकी दाजुले जाउँ हाम्रोतिर पनि घुमेर आउँ भनेर सच्चाइ भन्ने पनि गजबको लाग्यो त बस्दा मलाई त। हो र? सच्चाइमा त निकै रमाइलो रहेछ। गफ गफ रमझम नाच्ने गवाई भन्ने। अनि तपाईँको यहाँ क्रिस्चियनहरूमा चाहिँ फेरि यहाँ जानु हुँदैन, यो खानु हुँदैन, त्यो खानु हुँदैन, त्यहाँ त जे गर्दा नि हुने रहेछ। अब टिका लाउनु नि हुने रहेछ, अनि अब मन्दिर जानु नि हुने रहेछ होइन। अनि त्यहाँबाट मलाई त धेरै ठिक लाग्नु थाल्यो बासमा। त्यही भएर एकछिन गएर आज गएर हेरेको मात्रै के बासमा। हेर्नुहोस् तपाईँको मन साह्रै चुलबुले रहेछ भाइ। अब मैले तपाईँलाई परमेश्वरको वचनबाट बाइबलबाट नै अस्ति सम्झाएँ होइन। त्यहाँ पनि त फेरि यसोकै नाम लिन्छ नि त बासमा। पनि लिन्छ, बाइबल पनि चलाउँछ। हेर्नुहोस् है, त्यहाँ पनि छुटकारा हुन्छ, चङ्गाइ हुन्छ। सुन्नु 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 पहिला सुन्नुहोस्, मेरो कुरा सुन्नुहोस्। चङ्गाइ त झाँक्रीले पनि गर्छ हो कि होइन? डाक्टरले पनि औषध दिएर निको पार्छ होइन। येशूमा विश्वास गरे, येशूको नाउँमा जसले पनि प्रार्थना गर्दा चङ्गाइ हुन सक्छ है। त्यो चाहिँ के त भन्दाखेरि निको हुनेको विश्वासमा भर पर्ने कुरा हो है। तर शरीरको चङ्गाइ भए तापनि त्यो शरीर त एक दिन मर्छ है। शरीर त मर्छ। वास्तवमा हामीले निको हुनु पर्ने चाहिँ हाम्रो आत्मिक चङ्गाइ हो, हाम्रो प्राणको चङ्गाइ हो। हेर्नुहोस् यो संसारमा सबैले धर्म कर्म गर्छ, असल काम गर्छ, बर पिपल रोप्छ, अनि दान दक्षिणा गर्छ, कति काम गर्छ। यो सबै काम के को लागि थाहा छ? पुण्य कमाएर स्वर्ग जानको लागि। तर कुनै शास्त्रले त्यो काम गरेर स्वर्ग जान्छ भनेको छैन। हेर्नुहोस् मानिस स्वर्ग जानको लागि चाहिँ मानिसको पाप क्षमा हुनुपर्छ। है तपाईँलाई मैले अस्ति स्वर्ग जाने विषयमा मैले बताएँ होइन। यहाँ यो प्रेरितको पुस्तकमा बाइबलमा यसरी लेखेको छ, प्रेरित 4 अध्यायको 12 पदमा छ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गको मुनि मानिसहरूमा अरू कुनै नाउँ दिएको छैन भनेर भन्छ। स्वर्गको मुनि पृथ्वीमा कुनै नाउँ दिएको छैन भनेपछि कसको नाम दिएको छ है? सुन्नुहोस् त्यहाँ पनि त येशूकै नाम ल्याएको छ बस्मा। येशूकै नाम लिएको छ, मात्रै चङ्गाइको लागि, शरीरको चङ्गाइको लागि लिएको छ। शरीर चङ्गाइ भएपछि त हाम्रो आत्मा पनि चङ्गाइ भएर गइहाल्छ नि। कहाँ हुन्छ? त्यस्तो हुँदैन। शरीर चङ्गाइ हुँदैमा आत्मा चङ्गाइ होइन। आत्माको चङ्गाइले मात्रै पनि होइन, आत्माले उद्धार पाउनु पर्यो, मुक्ति पाउनु। मुक्तिको कुरा छ।
यहाँनिर येशूले तिनलाई भन्नु यूहन्नाको पुस्तकमा लेखेको छ 14 अध्यायको 6 पदमा येशूले तिनीहरूलाई भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ मद्वारा बाहेक कोही पनि पिता कहाँ जानु सक्दैन। अब उनीहरूले येशूको नाममा चङ्गाइको कुरा गर्छन् तर पिता कहाँ जाने कुरा चाहिँ उनीहरूले येशूको नाम येशूलाई त्यो रूपमा उद्धारकर्ताको रूपमा उनीहरू मान्दैन। येशूको नाममा प्रार्थना गरेर चङ्गाइ हुन्छ भने शरीरको चङ्गाइ हुन्छ तर येशू ख्रिस्टमा नै विश्वास गर्नेले चाहिँ येशू ख्रिस्ट तपाईको लागि मर्नु भएको हो भनेर तपाईँले विश्वास गरे मात्र तपाईँ त्यो विश्वासबाट स्वर्ग जाने हो है। शरीरको चङ्गाइले त शरीरको छुटकारा पाउँछ शरीरको छुटकारा होला केही समयको लागि तर आत्माको छुटकारा त हुँदैन हेर्नुहोस्। त्यसकारण सच्चाइमा नाम चाहिँ सच्चाइ छ तर उनीहरूले साँचो सत्य परमेश्वर यहाँ बाटो सत्य र जीवन म नै हो भन्ने येशूलाई चाहिँ सत्य येशूलाई चाहिँ उनीहरूले उद्धारकर्ताको रूपमा परमेश्वरको रूपमा उनीहरूले विश्वास गर्छ। त्यसकारण यहाँनिर भनेको छ अब शरीरको छुटकारा पाएर के गर्ने बाइबलमा लेखेको छ यहाँनिर यूहन्नाको पुस्तक 14 अध्याय के अरे पहिलो कोरिन्थी 15 अध्यायको 50 मा लेखेको छ मासु र रगत स्वर्गको राज्यको हकदार हुने छैन। यो शरीर स्वर्गको राज्यको हकदार हुँदैन। स्वर्गको राज्यको हकदार हुने चाहिँ तपाईको प्राण हो तपाईको आत्मा। त्यसकारण तपाईँ बाइबलले भन्छ एक दिन तपाईको शरीर बौरी उठ्छ तर तपाईको यो रगत र मासुको शरीर महिमित शरीर बौरी उठ्छ। अब तपाईले शरीरको चङ्गाइ पाएर के फाइदा भयो केही यो पृथ्वीमा छौन्जेल मात्रै केही शरीरमा सन्चो भयो निको भयो त्यो त सबैलाई चाहिन्छ राम्रै हो हैन ठिक छ तर तपाईको आत्माको चङ्गाइ भएन भने के काम हैन। तपाईले यहाँ एउटा कुरा छ उपदेशकको पुस्तकमा 12 अध्यायको 7 पदमा यसरी लेखेको छ जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि तथा आत्मा दिनुहुने परमेश्वरका आत्मा जान अघि उहाँको नै सम्झना गर भनेको छ। यसबाट के बुझिन्छ भने जमिनबाट आएको यो शरीर जमिनमा फर्केर जान्छ है तर आत्मा चाहिँ परमेश्वरबाट आएको आत्मा परमेश्वरमा जानुपर्छ। चिनेन भने त जाँदैन नि उद्धार पाएन भने यो शरीरमा आएर बसेर मुक्ति पाएन भने त जाँदैन नि। त्यसकारण येशू ख्रिस्टको नाउँमा तपाईले विश्वास गर्नुपर्छ। सच्चाइले जुन कुरा गर्दैन सच्चाइमा खान पाइन्छ लाउन त्यसै त्यहाँ भिड बढ्या छ है उनीहरू क्रिस्चियन होइन। मैले यत्रो भने तपाईलाई निको हुन्छ निको भएपछि पुग्यो तपाईँ स्वर्ग नजाने शरीर हो स्वर्ग जाने हो भनेदेखि तपाईले येशू ख्रिस्टमा विश्वास गर्नु पर्यो पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वरमा विश्वास गर्नु तपाईँ नत्र निको शरीर त निको हुन्छ एक दिन मर्छ शरीर त जसरी पनि मरेर जान्छ। त्यही भएर शरीर स्वर्ग जाने होइन त्यसकारण यो आत्मा स्वर्ग जाने। त्यसकारण आत्माको उद्धार हुनको लागि येशू ख्रिस्टमा विश्वास सच्चाइमा त्यो कुरा छैन त्यो होशियार विश्वास गरे भइहाल्यो नि पास्टर बा अनि चर्च आउनै पर्छ त। विश्वासीको जीवनमा 5 वटा कुरा हुन्छ प्रार्थना गर्नु वचन पढ्नु प्रार्थना गर्नु है उपवास फास्टिङ उपवास बस्नु संगति जानु 4 वटा कुरा अनि आज्ञा पालन गर्नु। यी 5 वटा कुरा तपाईले अनिवार्य रूपमा तपाईले पालन गर्नुपर्छ। संगति बिना तपाई एक्लै हिँडेर हुन्छ एउटा दाउरा आगोमा अगेनामा हालेर बल्छ मर्दैन। त्यो 4 वटा दाउरा हाल्यो भने त्यो एकअर्काको तापबाट बलिरहन्छ। तपाईलाई पनि आत्मिक ताप चाहिन्छ नि संगतिबाट चाहिँ तपाईले त्यो पाउनुहुन्छ। त्यही त अस्ति आउँदाखेरि निकै उत्साहित भयो फेरि अहिले त्यहाँ जाँदाखेरि पनि उत्साहित त हुन्छु। त्यस्तो उत्साहले भएन उद्धार छैन जहाँ त्यो त तपाईले झाँक्रीका जाँदा नि निको हुन्छ त मन्दिरमा जाँदाखेरि पनि मन्दिरमा गएर बोका पाठी चढाएर पनि मान्छे निको भइरहेछ त हो कि होइन। तर चर्च आउनु भनेको चाहिँ तपाईको मुक्तिको लागि हो पापको क्षमाको लागि हो कुरा बुझ्नुभयो नि हेर्नुहोस्। त्यसकारण यहाँनिर म तपाईँलाई एउटा खण्ड म पढ्छु एफएसी 2:1 मा लेखेको छ तिमीहरू आफ्ना पाप र अपराधमा मरेका बेला उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। येशू ख्रिस्टले तिमीहरूलाई नयाँ जन्म दिनुभयो नयाँ जीवन दिनुभयो। तपाईहरु मेरो लागि येशू ख्रिस्ट मरेर उहाँले हामीलाई नयाँ जीवन दिनुभयो पापबाट हामीलाई अलग गर्नु है। रोमीको पुस्तक 5 अध्यायमा म तपाईलाई पढेर सुनाउँछु यहाँ हेर्नुहोस् म एकैछिन हैन हतार नमान्नुस्
छिट्टै म तपाईँलाई पठाइहाल्छु। हेर्नुहोस्, रोमीको पुस्तक 5 अध्यायको 13 पददेखि 19 पदसम्म सरल पढ्छु, सुन्नुहोस् है त। है, यहाँनिर लेखेको छ, यहाँनिर सुन्नुहोस्, व्यवस्था दिइन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन त्यहाँ पापको लेखा पनि हुँदैन। आदमदेखि लिएर मोसासम्मका मानिसहरूमाथि मृत्युले राज्य गर्यो। तिनीहरूमाथि पनि जसले आदमले गरे जस्तो अपराध गरेका थिएनन्, ती आदम चाहिँ आउनुहुनेको प्रतिरूप थिए। सित्तैको आउनुहुने भने येशू ख्रीष्ट, सित्तैको वरदान र त्यस अपराधमा केही समानता छैन, किनकि एकजना मानिसको अपराधले गर्दा धेरै मरे भने त झन् बढी परमेश्वरको अनुग्रह र एकजना मानिसको अर्थात् येशू ख्रीष्टद्वारा आएको सित्तैको वरदान धेरैका निम्ति प्रशस्त भयो। सित्तैको वरदान चाहिँ त्यस एकजना मानिसको पापको नतिजा जस्तो होइन, किनकि एउटा अपराधको इंसाफले दण्डको आज्ञा ल्यायो, तर धेरै अपराधका पछि आउने सित्तैको वरदानले निर्दोषीकरण ल्याउँछ। बुझ्दै हुनुहुन्छ नि? यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भने त झन् बढी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसहरूको निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ। किनकि जसरी एउटा मानिसको अनज्ञाकारिताले धेरैजना पापी बनाइए, त्यसै गरी एकैजनाको आज्ञाकारिताद्वारा धेरैजना धार्मिक बनाइनेछन्। आमेन। सुन्नुहोस् है, येशू ख्रीष्टको द्वारा मात्रै मुक्ति छ तपाईँ मेरो। त्यसकारण शरीरको चङ्गाइको लागि आज मान्छेलाई शरीरको चङ्गाइ चाहिएको छ, आत्मिक कुरो बुझेको छैन, आत्मिक आँखा बन्द भएको छ। त्यसकारण ठुलो भिड त्यहाँ चाहिँ चङ्गाइको पछाडि दौडिरहेको छ, तर शरीरको चङ्गाइ सबै थोक होइन। येशू ख्रीष्टमा विश्वास गर्नाले पनि निको हुन्छ, येशू ख्रीष्टको नाममा प्रार्थना गर्दा निको हुन्छ, तर मुख्य कुरो तपाईँले पक्रिनु पर्ने तपाईँको उद्धार, तपाईँको पापको क्षमा हो। तपाईँ स्वर्गको ढोका तपाईँले खोल्नु, तपाईँको लागि स्वर्गको ढोका खोलेको छ। तपाईँलाई चाहिँ फेरि अन्धकारको शक्तिले उतातिर सजिलो बाटोतिर, फराकिलो बाटोतिर तपाईँको मन खिचिरहेको छ। त्यहाँ त अनि आफ्नो आफन्त इष्टमित्रसँग पनि राम्रो हुनुभयो, अनि अब जहाँ जाँदा पनि हुने भयो, अब त्यहाँ जे गर्दा पनि हुने रहेछ। तपाईँको लागि म एउटा प्रश्न सोध्छु तपाईँको लागि स्वर्ग ठुलो कि यो संसारको रमाइलो ठुलो? मलाई त स्वर्गै ठुलो नि। स्वर्ग छोडेर जीवन दिने परमेश्वर, सृष्टिकर्ता परमेश्वरसँग बस्न पाउने मौकालाई छोडेर तपाईँ त्यो क्षणिक रमाहटमा शरीरको अभिलाषा, आँखाको अभिलाषा, होइन, ती कुराको पछाडि किन जानु? त्यसकारण भाइ तपाईँले कुरा बुझ्नुभयो होला। तपाईँ हतारमा छु भन्नुहुन्थ्यो, कतिको कुरा बुझ्नुभयो? यो सन्दर्भले त यही त भन्नु खोजे भने सहज आउनुपर्छ, अन्त डुलेर हिँड्नु हुँदैन, अन्त रमाइलोमा जाने होइन है। शरीरको चङ्गाइको पछाडि नजानुहोस्। चर्चमा पनि चङ्गाइ हुन्छ, प्रभु यसमा विश्वास गरेर चङ्गाइ हुन्छ। चर्चमा चाहिँ चङ्गाइ सँगसँगै तपाईँको उद्धार, मुक्ति, पापको क्षमा हुन्छ र तपाईँ स्वर्गको बाटोमा तपाईँ हिँड्नुहुन्छ। तर सच्चाइकोहरूले चाहिँ शरीरको चङ्गाइलाई देखाएर मात्रै आज मान्छेको भेट लाग्छ। त्यसकारण तपाईँले आफै चुन्नु सक्नुहुन्छ कुन ठिक छ, भन्नुहोस् त कुन ठिक छ। अनि पास्टर म अर्को हप्तादेखि चर्चै आउँ, अनि चर्चमा आउनुपर्छ, पढ्नुपर्छ, मनलाई एकदमै खेलाउनु है भाइ। ल हुन्छ पास्टर, हुन्छ है, धेरै नखेलाउनु है त। अहिले लाग्छ। ल ल ल ल ल जय मसीह। ल परिवार पनि लिएर आउनु है। हुन्छ है। ल
हालेलुया। प्रभु धन्यवाद। यो भाइ पनि कति चुलबुले मान्छे। आदरणीय दर्शकबिन, तपाईँ के गर्दै हुनुहुन्छ? शरीरको चङ्गाइको पछाडि लाग्दै हुनुहुन्छ या आत्माको उद्धारको पछाडि लाग्दै हुनुहुन्छ? प्राणको उद्धारको पछाडि लाग्दै हुनुहुन्छ? होशियार हुनुहोस्। प्रभुले तपाईँको आत्माको उद्धारको लागि क्रुसमा बलिदान गर्नुभएको हुन्छ। धन्यवाद। जय मसीह।